आउनु आज गेट रेडी विथ मी गरौँ है त। आज मलाई मेरो साथीको छोरीको पास्नीमा जानु छ के हैन, अनि त्यसपछि बेलुका जानु छ 3-4 बजेतिर। म चाहिँ डेली नै यति नै अमाउन्टमा सनस्क्रिन लगाएर हिँड्छु फेसमा चाहिँ। मैले चाहिँ यो स्किन अक्वाको सनस्क्रिन लगाएको हो। यो स्किन अक्वाको सनस्क्रिन चाहिँ जापानमा कति मान्छेहरूले लगाउनु हुँदो रहेछ के, कति साथीहरूले लगाउनु हुँदो रहेछ। अन्डाको हाइड्रेटिङ क्याप्सुल मिस्ट स्प्रे गर्छु। म यो एनबीको प्राइमर युज गर्छु। यसमा पनि सनस्क्रिन मिसिएको हो के, SPF 50+ छ यसमा पनि। आफ्नो स्किनमा चाहिँ सुट हुने कुराहरू मात्रै युज गर्नु। अनि लगाउँछु मेबेलिनको सुपर स्टेवाला यो वाला फाउन्डेसन। यहाँदेखिको उता भिडियोमा चाहिँ मैले बोल्नै बिर्सेछु कि मेकअप गर्दा गर्दै। यस्तो पनि हुने रहेछ, भोइस ओभर गर्ने बानी भइसकेपछि क्यामेरामा चाहिँ बोल्नै बिर्सिने। यहाँदेखिको उताको भिडियोमा चाहिँ म हजुरसँग गफ गर्छु है त आज। यो टिकटकमा चाहिँ कति राम्रो राम्रो साथीहरू हो के। स्किन केयर जर्नी स्टार्ट भएदेखिको मेरो टिकटकमा जति पनि एड हुनुभएको छ, जति पनि मलाई फलो गर्नु भएको छ, मैले फलो ब्याक दिएको छु सबैजनालाई। अनि उहाँहरूले पनि आएर मेरो भिडियो लाइक गरिदिने, कमेन्ट गरिदिने गर्नुहुन्छ के। कति सपोर्टिभ हो के। त्यस्तो देखेपछि चाहिँ आफूलाई पनि सपोर्ट गर्न मन लाग्छ नि त। अनि म पनि गएर लाइक गरिदिन्छु, कमेन्ट गरिदिन्छु, सकेको जति सबैजनाको गरिदिन्छु। कहिलेकाहीँ चाहिँ फर यू पेजमा देखाउँदैन, अनि त्यस्तो सिचुएसनमा चाहिँ म गएर प्रोफाइलभित्रै गएर पनि लाइक कमेन्ट गरिदिन्छु। यसरी चाहिँ स्किन केयरको जर्नीमा अघि बढ्नु त छँदैछ, नयाँ नयाँ साथीहरू पनि बनाइराख्न पाइने। अलिकति छिटो गरेको भएदेखि चाहिँ अझै रमाइलो हुन्थ्यो कि जस्तो लाग्छ। त्यही पनि ठिकै छ, अझै पनि ढिला भएको छैन है साथीहरू। मेरो फाइनल लुक चाहिँ यस्तो भयो है त।